हेलो सबैजनालाई नमस्कार। फेरि पनि मेरो हरि भलक युट्युब च्यानलमा आइसकेको छु। यहाँ हरद्वार हो, तपाईँको हरद्वारमा पुगिसकेको छु। कर्णप्रयागबाट हरद्वार टु नेपाल आइसकेको छु। तपाईँहरू हेर्दै गर्नुहोला भिडियो कस्तो लाग्छ, सुझाव सल्लाह दिन नबिर्स्नुहोला। हामीहरूको यात्रा जे होस् राम्रै भयो। गर्मी हरद्वारमा धेरै रहेछ। हरद्वारमा एकदम गर्मी। उही पनि दुईटा झोला बोकेर आइसकेको छु तपाईँको माझमा। यस्तो हरद्वारमा गर्मी, उता बस पार्क नछोडेर अर्को ठाउँ छोडेर त्यहाँबाट हिँडेर लगभग त्यही 10 मिनटसम्म हिँड्नुपर्ने रहेछ। यो चाहिँ कर्णप्रयाग। तपाईँको कर्णप्रयागमा हल्का बारिस आइरहेको थियो। बारिसको टाइममा बिहानको समय हो। तपाईँहरू हेर्दै गर्नुहोला कहाँ हो के हो, सुझाव सल्लाह दिन नबिर्स्नुहोला। कर्णप्रयागको पुल हो। पुल चाहिँ हामीहरू यो भनेपछि बस स्टप भनेपछि यहाँ बसहरू लाग्ने ठाउँ हो कर्णप्रयागको। यो कर्णप्रयागको बस स्टप सानो गाडी लाग्ने या ठुलो गाडी लाग्दो रहेछ। यहाँबाट तपाईँको बारिस पनि आइरहेको थियो, हल्का मुसु बारिस आइरहेको थियो। तपाईँलाई कस्तो लाग्छ हरि ब्लग युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्स्नुहोला। तर मेरो भिडियो हेर्दै गर्नुहोला, फुल भिडियो हेरिदिनु होला। कस्तो लाग्छ सुझाव सल्लाह दिन नबिर्स्नुहोला, हेर्दै गर्नुहोला। लगभग कर्णप्रयाग 1-2 घन्टा जति बस्यो, तर बसको कारणले अलि टाइममा आएन। हामी लगभग 2 घन्टा जति बस्यौँ। 2 घन्टा बसेर अनि पछि बल्ल कर्णप्रयागबाट हामी यात्रा हरद्वार। टाइम त धेरै लाग्दो रहेछ। यो हरद्वार बस अब आउँदैछ, अब केही समयपछि बस आउँछ। यो तिनकुने तपाईँको खाना खानाखेरि त्यहाँ रहेको थोरै भिडियो तपाईँहरूको माझ ल्याएको छु। तिनकुने यो हरद्वार तपाईँको हरद्वार यता साइड हुनेछ ऋषिकेश भन्दा यतै हो। यहाँ हल्का भिडियो तपाईँ माझ देखिरहेको छु। कस्तो लाग्छ सुझाव सल्लाह दिन नबिर्स्नुहोला। धन्यवाद। तपाईँको भन्ने भएन, गाडी त यति छन् कि यति। हामी गाडीमै बसिरहेको छु। गाडी बसेर तपाईँको भिडियो खिचिरहेको। कस्तो लाग्छ सुझाव सल्लाह दिन नबिर्स्नुहोला है। के कस्तो लागिरहेछ भिडियो, फुल भिडियो हेरेर तपाईँले नयाँ हुनुहुन्छ भने सब्सक्राइबर गर्न नबिर्स्नुहोला। हामी त्यहाँबाट हरद्वारको गेट पनि तपाईँहरूलाई, यो हरद्वारको गेट हो, मेन गेट। तपाईँहरूलाई अब हामी हरद्वारको मेन गेट पुगिसकेको छौँ। त्यहाँबाट ठुलो गाडीको यात्रामा एक घन्टा वेटिङ गऱ्यौँ हरद्वारमा। 1 घन्टा वेटिङ गरेर अनि पछि हामी नेपालतिर फर्क्यौँ। नेपालतिर फर्किँदाखेरि पनि हामीलाई राम्रै भयो।